afternoon guys. आज फेरि म आम ब्याक विथ अनदर भिडियो तपाईँहरूलाई ल्याइरहेको छु र यो चाहिँ रिसेन्ट अहिले बनिएको सेक्रेट हार्टदेखि उकालो जो खरसाङको हुनुहुन्छ तपाईँलाई थाहा छ होइन। र यो चाहिँ न्यू रोड हो। यो चाहिँ अब तपाईँको यहाँदेखि चाहिँ तपाईँको माथि भएर तपाईँको नयाँ बजारसम्म पुग्छ। सो एकछिनमा तपाईँहरूलाई भेट्नेछु गाइज। ओके सो गाइज यो रोड चाहिँ पहिलादेखिको तपाईँको बनाउनेवाला थियो र अहिले चाहिँ रिसेन्ट बनिएको रहेको एक महिना जस्तो भइसक्यो होला इफ आई एम नट रङ है। र यो रोड चाहिँ सिधै अब यहाँ चाहिँ तपाईँको देखाउने छु कहाँ पुग्छ भनेर। काफी मजाको बनाएको रहेछ यो रोड, हाम्रो गाउँबाट पनि देख्ने गर्छ। र सो अहिले चाहिँ हामी जाँदैछौँ, सक्नेहरू छ आज दामी अब भिड दामी यो माथि चाहिँ हामी इसी हो हाम्रो इगल ट्र्याक जहाँ भनिन्छ होइन। रोड चाहिँ दामी रहेछ गाइस, मजाको रहेछ होइन, दामी लाग्यो मलाई त्यो रोड है, दामी त्यति खर्च गरेको रहेछ, एकदम राम्रै पक्कै बनाएको रहेछ यो रोड चाहिँ। अहिले बा यहाँ सब देख्न सक्नुहुनेछ तपाईँहरूले, यहाँ जिम गर्नेहरूलाई, जिम एन्थुजियास्ट जो खालिस्तानीहरू छ तिनीहरूलाई पनि मजाको बनाइदिएको छ काफी। यो यसले चाहिँ मलाई डिमान्ड गर्छ। त्यही हो गाइस, अब दामी रहेछ यहाँ, मजा लाग्यो मलाई चाहिँ यता। त्यही हो गाइस, अब बर्खा लागिसक्यो खरसाङमा। अब चाहिँ तपाईँहरूले यहाँ नयाँ बजार भेट्नेवाला छ। देख्दै गरेको चाहिँ बेबी
एकछिन बादमा। सो गाइस अहिले चाहिँ म घर आइसकेको छु र त्यही हो वर्ल्ड फेमस दार्जिलिङ टीको साथमा चाहिँ आज भिडियो एन्ड हुँदैछ हाम्रो र तपाईँहरूलाई म यस्तै भिडियोहरूको साथमा छिट्टै भेट्नेछु र तपाईँहरूले कमेन्ट गरिदिनुहोस् कि तपाईँहरूलाई कस्तो भिडियो चाहिन्छ भनेर होइन गाइस त्यही हो अब कुरा त अब र सक्दोभन्दा सक्दो कमेन्ट गरेर चाहिँ अब तपाईँहरूलाई कस्तो टाइपको भिडियो चाहिँ चाहिन्छ मेरो च्यानलमा होइन त्यो चाहिँ भनिदिनु होला र कमेन्टमा पनि गरिदिनु होला र साथै साथ तपाईँको साथी फ्यामिली जति पनि छ चिनाजानाहरूलाई यो च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस् र सेयर गरिदिनुहोस् भन्दै म आजको दिनमा तपाईँहरूलाई बिदा माग्दछु। ओके।